सो गाइज मान्छे खस्यो गाइज मान्छे तल गयो। हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आज फेरि नयाँ भ्लग छ। आजको यात्रा छ हाम्रो फेरि भलिबल तर्फतिर। म चाहिँ घरदेखि रेडी भएर आइसकेको छु। अब भाइहरू चाहिँ आउँदैछ अनि यतादेखि पनि केटाहरूले जानु पर्दैछ। अनि एकजना चाहिँ ऊ पारी ठ्याक्क त्यहाँनिर गएर बसिसकेछ, देखिन्छ कि देखेन यार, त्यहाँ गइसकेछ। अब हामी चाहिँ लगभग यहाँदेखि जानुपर्ने हुन्छ, लगभग आधी 1 घन्टाको पैदल यात्रा। अनि त्यसपछि लगभग 1 घन्टाको जति गाडीमा चढेर चाहिँ हामी जानुपर्ने हुन्छ 84मा। हेर्दै गर्नु होला कतिको रमाइलो त बहुत रमाइलो हुनेवाला छ, किनभने एकदमै लामो दिनपछि फेरि मैले भ्लग लेख्छु। फेरि त्यही पनि के अरे यो भलिबल खेल्न गएको। सो गाइज है हेर्नु होला कस्तो हुन्छ, रमाइलो त बवाल हुनेवाला छ। केटाहरू बिहान के हो यस्तो हेर, अर्को बल्ल आगमन भयो। आम्मा सक्दैन, आज फेरि खतरा हुनेवाला छ जीवन सर। छिराउने न झ्याउ नगर न, बिहान यार हिजो त्यत्रो फिक्स गरेर अहिले आएर जान्न भनिन्छ यार, त्यस्तो खतरा जर्सी लगाएर। आम्मा जाम के। सो गाइस अहिले हामी यहाँ, सो यो चाहिँ हाम्रो गाउँ हो। अब गाउँदेखि चाहिँ हामी लाग्यौँ यतातिर, खत्रै हो कि। फेरि यहाँदेखि जानुपर्ने चाहिँ हामी ठ्याक्क लाएर यो डाँडा काटेर पनि योभन्दा उतापट्टि हो क्या, तल ठ्याक्कै त्यो पारीको डाँडा छ नि, त्योदेखि तल, योदेखि तल त्यहाँनिर जानुपर्ने हुन्छ। अब त्यहाँदेखि चाहिँ गाडी चढेर जानुपर्ने हुन्छ। यो चाहिँ हाम्रो गाउँ है इधर। तर घरै एउटै घरै भए जस्तो त देखिँदो रहन्छ, तर घर चाहिँ टन्नै छ नि। फेरि यहाँ लगभग 20-25-30वटा जति घर होला यहाँनिर। पुरै यो जङ्गल भएर चाहिँ नदेखेको। मेन गाउँ चाहिँ योदेखि माथि डाँडातिर छ कि, यहाँ तलतिर चाहिँ जङ्गल भएर नदेखेको। सो अब हामी चाहिँ जानुपर्ने हुन्छ, तर ठाउँले चाहिँ दामी के ठाउँ चाहिँ यति बबाल है, यतिको चाहिँ हुनुपर्ने हुन्छ। सो हाम्रो मेन सत्तर चाहिँ आउँदै हुन्छ कि फेरि लास झुलाउने रहेछ त्यो मान्छेले। त्यहाँदेखि टक्क ल्याएर अब त्यहाँनिर हाम्रो दाजु हुनुहुन्छ, त्यहाँ दाजुलाई लगेर लगभग 4 जना जति हुन्छौँ हामी। अनि त्यसपछि कल्लेरी तलको गाउँदेखि चाहिँ एकजना, हाम्रो टिम नपुगेर तलदेखि चाहिँ हामी एकजना बोलाछौँ। अनि त्यहाँदेखि चाहिँ अब हामी भदैलाई लगेर त्यहाँनिर लगेर हामी एकजुट भएर हामी जानेछौँ। सो गाइज म सबै देखाउनेछु, हेर्न चाहिँ नबिर्सिनु होला। सो गाइज लगभग 40 मिनटपछि हामी चाहिँ यो गिठे भन्ने ठाउँमा आइसकेछौँ है। केटाहरू चाहिँ अगाडि हिँड्दैछन्, म चाहिँ यहाँ हिँड्दैछु। अब चाहिँ टक्कै यो गाउँ चाहिँ कस्तो बवाल हो यार। बाटो त फेरि खतरनाक छ। हजुर मेमोरी हो कि दाइ, पछि लगाएर हेर्न मजा आउँछ। यति बेला चाहिँ हामी गिठे भन्ने ठाउँमा गिठेसँग आछौँ। हो कि न, आज हामीले जान्छ, आज खतरा जान्छ हो कि न, जान्छ। क्या लाज गर्नुहुन्छ तपाईँ, अलिक खुचुरे टिम लिएर आछौँ। सो यो यस्तो छ त यार। ल हाम्रो लगभग के अरे पक्कर छ, तर बाटो चाहिँ डेन्जर छ यार। आम्मामा गाउँतिर त यस्तै हो। यो जङ्गलमा भेटिनु पर्ने हुँदा यार, खतरा पसिनाको बसात छ। सो गाइज
दाइहरू चाहिँ यहाँदेखि गइरहेछ केटाहरू चाहिँ म चाहिँ यहाँदेखि जान्छु अब तिनीहरू चाहिँ त्यहाँदेखि गइरहेछ भने म चाहिँ जान्छु यहाँदेखि त्यतिकै जाने दाइ यहाँदेखि आउने लाउनु सो गाइज लाउनु दाइ आउनु केही हुन्न क्या म आइसकेँ ल आउनु आउनु ल दा नोनी ल सो गाइज मान्छे खस्यो गाइज मान्छे तल गयो सो अब म पनि जाँदैछु देख्न सक्नुहुन्छ यहाँ तर फास्ट आयो नि यार राम 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 गिल्लो छ यहाँ त गिल्लो छ त्यहाँदेखि गिल्लो जान्न हिँड्नु ल ल छिराउने यता आउने क्या यता तिर्केहरू सर कन्टिन्यू केटा हो दौडी एउटा म भिडियो बनाउँदै आउँछु ल दौडी दौडिन न ल जान्न के हुन्न कि जान्नु हेर्नु के हो बाटो त मासला त्यहाँदेखि चाहिँ गाडी लाग्छ त्यहाँदेखि चाहिँ हामी गाडीमा चढेर यसरी जानुपर्ने हुन्छ अहिले चाहिँ हामी यहाँ छौँ तर यो बाटो चाहिँ भएन कि कति पनि यार जाम त ढुङ्गा खस्ला बिस्तारै अरे भन्छ नगर्नु त्यस्तो यार स्टार हिँड्ने क्या यसो कके स्टाइलमा हो कि हिँड्ने माथितिर पनि के हो यो केटा हो यहाँदेखि चाहिँ जानुपर्ने यस्तो छ यार बिजोक कस्तो बाटो लिएको यार लिन पनि आम्मामा ल यति बेला केटाहरूले हामीलाई बोक्दैछन् अगाडि त कस्तो आउँछ त जिउ आवाज ओए भान्सा ओए हजुर पानीमा लगेर पसार्नु न एकचोटि कस्तो हुन्छ हजुर पानीमा लगेर पसार्नु न एकचोटि कस्तो हुन्छ चोप्पे छ र भनेस् त केटाहरूले पनि जुत्ता लगाएको भयो त हजुर केटाहरूले पनि जुत्ता लगाएको भयो त खतम हुँदैछ त यो चाहिँ हो चिङ्गार खोलाको पुल ल गाइज हामी चाहिँ अब गाडीमा आइसक्यौँ है केटा हो यता चाहिँ केटाहरू छन् दाजु दाइ त अगाडि अब चाहिँ गाडी हिँड्न लाग्यो अब किन हो क्या लजाउनेको दाडी त्यस्तो सो गाइज यो भ्यू हेरेर चाहिँ जान चाहिँ मजा हो क्या यहाँनिर हेर न खतरा खोलाको माहौल त यति बेला छ है अब बाटोको हालत यस्तो छ गाइज होइन सो यति बेला बाटोको हालत यस्तो छ अब यहाँदेखि गाडी चाहिँ जाँदैन हामी चाहिँ अब यहाँदेखि फेरि पैदल यात्रा छ हाम्रो यहाँदेखि लगभग आज यस्तो झुर रहेछ कि आज हामी पैदल यात्रा जानुपर्ने रहेछ कि बाटोको हालत यस्तो छ
अब गाडी यहाँ पर छ यस्तो छ अब यहाँदेखि चाहिँ गाडी जाँदैन हामी चाहिँ अब फेरि टिकट फिर्ता लिएर अब चाहिँ हामी जानुपर्ने हुन्छ त्यो आजको दिन त मा कसम पनि पुरै बोक्को हान्नुपर्छ ध्यान गाइस हामी चाहिँ अब बाटोमा छौँ केटाहरू चाहिँ अगाडि गइसक्यो अब हामी चाहिँ पुग्न लागिसक्यो अब भ्लगलाई चाहिँ यतै इन्डिङ यतै गर्नुपर्ने हुन्छ किनभने मेरो मोबाइलमा चार्ज छैन 3% जति छ अब उतातिर गएर चार्ज गर्न पाएँ भने चाहिँ पार्ट 2 लिएर आउनेछु गाइस है सो बाई बाई